आजको यस भिडियोमा हामी नाइट अफ च्याम्पियनको फुल्ली प्रेडिक्सन गर्नेवाला छौँ, एनालाइसिस गर्नेवाला छौँ र कसरी हजुरले लाइभ हेर्न सक्नुहुन्छ भन्ने बारेमा पनि फुल डिटेलमा कुरा गर्नेवाला छौँ र फ्री पनि भन्नेवाला छु कसरी हेर्न सक्नुहुन्छ भनेर। सो आउनुहोस् सुरु गरौँ। ओके गाइस, साउदी अरबमा हुन आँटेको यो जुन 27मा नाइट अफ च्याम्पियन 2026मा चाहिँ जम्मा 6वटा म्याच हुनेवाला छ, हामीलाई थाहा नै छ। र जसमा चाहिँ भनेको 3वटा च्याम्पियनसिप म्याच र किङ अफ द रिङ र क्विन अफ द रिङ जुन फाइनल हुन्छ त्यसको पनि म्याच हुँदैछ। जसमा हामीलाई थाहा नै छ कि यसमा अब जित्ने किङ र क्विनले चाहिँ डाइरेक्ट समर स्ल्याममा चाहिँ आफूले चुज गरेको च्याम्पियनसिपलाई चाहिँ रोजेर म्याच खेल्न पाउँछन्। र अब कुरा गरौँ पहिलो म्याचको, जुन चाहिँ भनेको अनडिस्प्युटेड WWE च्याम्पियनसिपको छ। जसमा चाहिँ भनेको कडी रोज च्याम्पियन भर्सेस गन्थर भर्सेस सेमिजेन बिच म्याच हुनेवाला छ। र यसमा यिनीहरूको स्टोरीको कुरा गर्नुपर्दाखेरि चाहिँ अब कडी रोज र गन्थर बिच चाहिँ धेरै हप्तादेखि यो घम्साघम चाहिँ चलिरहेको थियो। जसमा चाहिँ अब योभन्दा अघिल्लो हप्तामा चाहिँ सेमिजेन रेफ्री पनि बनिएका थिए। जसमा चाहिँ भनेको कडी रोज र गन्थर बिच चाहिँ म्याच भएको थियो र त्यसमा चाहिँ भनेको सेमिजेन गेस्ट रेफ्री भएर चाहिँ त्यही अनुसारको विवाद भएर चाहिँ यो म्याच चाहिँ अब ट्रिपल थ्रेटमा चाहिँ फिक्स गरिएको छ। जसमा चाहिँ अब यसमा कडी रोज अब फेस सुपरस्टार गन्थरलाई हार दिइराख्न WWE प्रायः चाहँदैन। अब सेमिजेन फ्यान फेभरेट भएर यसमा यो म्याचमा राखेको। अब यसमा भनेको विनर को हुन्छ भनेर छान्ने नै हो भने चाहिँ मलाई चाहिँ लाग्छ यसमा च्याम्पियनसिपको अदला बदली हुन पनि सक्छ, तर पनि गाह्रै छ। किनभने कडी रोजलाई एक प्रकारले WWE राम्ररी नै जोगाएर राख्न खोज्छ कि त्यसमा। त्यही भएर पनि अब कोडीले नै फेरि रिटेन गर्न पनि सक्छन्, तर पनि गन्थरको चान्स अलिकति चाहिँ हाई छ यसमा। ओभरअल भन्न सक्छौँ कि कडी रोजको चान्स 5%, गन्थरको 40%, र अब सेमिजेनको त चान्स लगभग छैन नै भनौँ। किनभने सेमिजेनले लगभग यो भनेको फ्यान फेभरेट भएर चाहिँ राखेको, नभए सेमिजेनलाई WWEमा लाग्छ अहिलेसम्ममा चाहिँ। अहिलेको यो कन्डिसन हेर्दा, स्टोरी लाइन हेर्दाखेरि चाहिँ सेमिजेनलाई WWE च्याम्पियनसिप चाहिँ जित्न चाहिँ दिँदैन जस्तो लाग्छ है त। र खोइ किन हो, स्टोरी लाइन राम्रो नभएर हो कि के भएर हो, सेमिजेनको काँधमा चाहिँ त्यो अनडिस्प्युटेड WWE च्याम्पियनसिप चाहिँ आयो भने त्यसको जुन भार हुन्छ नि, त्यो चाहिँ सेमिजेनले अलिकति उठाउन नसक्ने हो कि त्यो लेभलको सुपरस्टार होइन कि जस्तो चाहिँ मलाई लाग्छ। आइएस गन्थरलाई ठिकै हुन्छ, किनभने गन्थर भनेको एज अ फ्युचरको लागि WWEले बनाउँदैछ र कडी रोजलाई अझै अब चेपेर राख्न खोज्छ। र यसमा भनेको हाई चान्स चाहिँ कडी रोजकै छ। सो म चाहिँ यसमा कडी रोजले नै रिटेन गर्छन् कि जस्तो लाग्छ। सो म कडी रोजतिरै फर्किन्छु। त्यसपछि अब अर्को म्याच क्विन अफ द रिङको फाइनल, जुन चाहिँ अब इयो स्काई भर्सेस लिभ मोर्गेन। अब यसमा चाहिँ भनेको खोइ के गरेको अब लिभ मोर्गेन च्याम्पियनै हुन्, वर्ल्ड च्याम्पियनै हुन्। अब लिभ मोर्गेनलाई फाइनलमा पुर्याइदिएको छ। खोइ के गर्न खोजेको म त अत्तो पत्तो नै लागेन। यो क्विन अफ द रिङको मतलब के अत्तो पत्तो लागेन। अब लिभ मोर्गेनले क्विन अफ द रिङ जित्नु भने के उसले अब के भन्छ अहिलेको च्याम्पियन रिया रिप्लीलाई, जुन चाहिँ सायद अहिले इन्जर्ड भएको छन् जस्तो लाग्छ मलाई, थाहा छैन त्यसको के भइरहेको छ। रिया रिप्ली अस्ति नै इन्जर्ड भएको जस्तो लागेको छ। अब ल मानिलो लिभ मोर्गेनले क्विन अफ द रिङ जित्ने भने रिया रिप्लीलाई वर्ल्ड हेभीवेट च्याम्पियनसिपको लागि च्यालेन्ज गर्छ नि त। र लिभ मोर्गेनसँग वर्ल्ड हेभीवेट च्याम्पियनसिप पनि एकपट्टि र अनडिस्प्युटेड च्याम्पियनसिप पनि एकपट्टि हुन्छ त। यस्तो पनि मतलब त्यो लेभलको हुन्छ त जस्तो लाग्दैन मलाई। तर पनि यो स्टोरी लाइन राम्रो नबनाएर होला कि खोइ के भएर हो कुनै के गरेको। तर पनि यसमा अब यो स्काई छिन् र मलाई लाग्छ यसमा यो स्काईको जुन इन रिङ प्रदर्शन हुन्छ र हालको मोमेन्टम एकदमै निकै बलियो जस्तो देखिन्छ। सो यसमा चाहिँ भनेको चान्स चाहिँ यो स्काई के हुन्छ होला। लिभ मोर्गेनको चान्स चाहिँ अब छैन जस्तो लाग्छ। थाहा छैन किन लिभ मोर्गेनलाई हालेको, उनी अर्को म्याच पनि गर्नु सक्थ्यो, अर्कै नेक्स्ट सोको लागि तयार गराउनु सक्थ्यो, तर यसैमा हालिदिएको छ। खोइ के गरेको बुझ्नै सकिनँ मैले त यो त। तर पनि जे होस्, यो स्काई नै क्विन अफ द रिङको फाइनलमा जित्ने जस्तो लाग्छ र उसले नै नेक्स्ट च्यालेन्जरलाई चाहिँ च्यालेन्ज गर्नको लागि चाहिँ तयार हुन्छन् जस्तो लाग्छ। लेट्स सी के हुन्छ। म यसमा चुज गर्छु यो स्काईलाई। र अब अर्को म्याच छ, जुन च्याम्पियनसिप म्याच छ युनाइटेड स्टेट च्याम्पियनसिपको। र यसमा चाहिँ भनेको ट्रिक विलियम्स च्याम्पियन छन् र अर्को रिकी स्यान्ड्स।
अब यसमा चाहिँ यो ताइना तुई हात लाग्यो दुई भन्ने टाइपको हो होइन। यसमा अब ट्रिक विलियम्सको अब ठिक छ, बडी सडी एकदम हट छन्, राइजिङ स्टार जस्तै भन्न मानिन्छ। तर यार एउटा कतिरो स्टोरी लाइन त दियो यार, स्टोरी लाइनै कस्तो छ के। अनि अब त्यो स्टोरी लाइनै चित्त बुझ्दो खालकै छैन। सुपरस्टार राम्रो भएर के गर्नु। अब अर्को यो रिकी स्यान्ड्स भन्ने आएको छ, अब यसलाई अब के भन्थ्यो, यो अल्छी लाग्ने म्याच त अब बबाले दिन्छन् यिनीहरूले। तर अब स्टोरी नभएपछि त्यसलाई अब हेर्ने नजरिया नै हुँदैन क्या, त्यो कसरी हेर्नु भन्ने खालको त मजै हुँदैन, फिलै आउँदैन। अब एज अ डब्लुडब्लुई फ्यान त हो, तर त्यसलाई रेस्लिङ त राम्रो गर्छन्, रेस्लिङ त ओके छ, तर पनि अब स्टोरी राम्रो हुँदाखेरि चाहिँ कुनै पनि म्याचलाई हेर्ने नजरिया नै बेग्लै हुन्छ नि त। सो अलिकति स्टोरी राम्रो बनाउँदाखेरि चाहिँ हुन्छ, नभए त हुप द्याट ट्रिक गरेर मात्रै चाहिँ काम हुन्छ जस्तो मलाई लाग्दैन। र या लेट्स सी के हुन्छ। अब एज अ त डब्लुडब्लुईको ब्यानरहरूमा चाहिँ ट्रिक विलियम्सलाई राखेकै हुन्छ अगाडि, तर त्यो लेभलको काम चाहिँ खोइ गरेकै छैन जस्तो लाग्छ मलाई। यदि स्टोरी राम्रो दियो भने चाहिँ कुनै पनि म्याच हेर्न इन्ट्रेस्टिङ हुन्छ। स्टोरी नै छैन भने चाहिँ जस्तै खतरा म्याच दिए पनि त्यसलाई चाहिँ अब जस्ट त्यो मुभमेन्टमा मात्रै अलिकति इन्जोय गरिन्छ। साँच्चै पर्दाखेरि चाहिँ म चाहिँ यो म्याच स्किप गरेर हेर्छु। र अब जित्ने कसले जित्छ भनेरै प्रेडिक्सन गर्नु पर्दाखेरि चाहिँ ट्रिक विलियम्सले जित्छ जस्तो लाग्छ। रिकी सेन्टलाई त थाहा छैन के हुन्छ, यसलाई त अलिक पछिदेखि रिलिजै गरिन्छ जस्तो लाग्छ मलाई। हेरौँ के हुन्छ, लेट्स सी। त्यसपछि अर्को छ जुन चाहिँ अब टिफनी स्ट्र्याटन भर्सेस जेड कारगिलको वुमेन युनाइटेड स्टेट्स च्याम्पियनसिपको। र यो चाहिँ भनेको हेरौँ के हुन्छ यसमा पनि। अब त्यस्तो साह्रो तगडा स्टोरी लाइन त छैन, र पनि अब ठिकै नै हो, यतिको अब भइरहेछ। सो ठिकै नै हो, लेट्स सी के हुन्छ यसमा। र अब यसमा भनेको चाहिँ अब जेड कारगिललाई चाहिँ अब जेड कारगिल चाहिँ अलिकति अब के भन्छ, डब्लुडब्लुईको नयाँ सुपरस्टारको रूपमा चाहिँ आइरहेको छ नि त। अब टिफनी स्टारमा पनि निकै बलियो च्याम्पियन डिफेन्ड गर्ने खालकी सुपरस्टार हो। सो यसमा चाहिँ टाइटल चेन्ज हुन पनि सक्छ है, टाइटल चेन्ज हुन सक्छ। र जेड कारगिलले युनाइटेड स्टेट्स च्याम्पियनसिप होल्ड गरेर चाहिँ टिफनी स्ट्र्याटन चाहिँ अब चाहिँ यता वर्ल्ड च्याम्पियनसिपतर्फ, अब वर्ल्ड अनडिस्प्युटेड वुमेन च्याम्पियनसिपतर्फ चाहिँ फर्किन सक्छन् जस्तो लाग्छ। यसमा चाहिँ च्याम्पियनसिपको अदलाबदली हुन्छ जस्तो लाग्छ मलाई। सो यसमा चाहिँ म जान्छु जेड कारगिलतर्फ नयाँ च्याम्पियन हुन्छ जस्तो लागेर। सो लेट्स सी के हुन्छ। त्यसपछि अर्को म्याच छ स्टिल केज म्याच, जुन चाहिँ भनेको सेथ रोलिन्स भर्सेस ब्रन ब्रेकर। अब यसमा चाहिँ भनेको यो म्याच एकदम धेरै तगडा हुन्छ। किन तगडा हुन्छ भने ब्रन ब्रेकरले सेथ रोलिन्सलाई लादी पेल्नेवाला छ। किनभने यार ब्रन ब्रेकर यङ छ, सेथ रोलिन्स बिचरा बुढै भइसक्यो नि त। किन स्टिल केज गरेको होला जस्तो लाग्छ मलाई। किनभने फेरि इन्जुरी हुन मन चाहिँ लाग्छ है क्या हो सेथ रोलिन्सलाई। किनभने यस्तो हाई म्याच, त्यही पनि यस्तो सानो सानो सोमा, सानै सो हो तर म्याच त्यही, तर साउदी अरबमा भएको कारणले गर्दाखेरि चाहिँ बिग एमाउन्टमा मनी आउँछ जस्तो लागेर चाहिँ यस्तो खालको सेथ रोलिन्सले रिस्क लिन खोजेको जस्तो लाग्छ मलाई। र तर पनि ब्रन ब्रेकर यसरी छिटै म्याच गरेर यस्तो हाई पर्फर्मेन्स दिने खालको म्याच चाहिँ सेथ रोलिन्स जस्तो हाइप भएको सुपरस्टारले चाहिँ यति सर्ट पिरियडमा चाहिँ म्याच नखेल्दा नै ठिक हुन्छ कि जस्तो लाग्छ मलाई। ऊ रमा पनि म्याच लडिरहेको हुन्छ, स्म्याकडाउनमा पनि कहिले काहीँ म्याच लडिदिरहेको हुन्छ। त्यतिकै त्यो डब्लुडब्लुईले त लाइभ इभेन्ट्स पनि हुन थालेको छ। त्यो लाइभ इभेन्ट्समा पनि ओआइएफसँग नाच्दै गरेको अर्को पनि त्यहाँ पनि म्याच लडिरहेको हुन्छ। अलिकति रोमनिस जतिको लेभलकै हो नि त सेथ रोलिन्स त, अलिकति बिग सुपरस्टार। सो त्यसरी म्याच खेलिराख्दाखेरि पनि राम्रो होइन कि बिग इन्जुरी हुँदाखेरि त्यही अनुसारको स्टोरी लाइनमा यसले इफेक्ट पार्छ कि भन्ने कुरा पनि हो। तर पनि अब यो म्याचमा चाहिँ के हुन्छ हेरौँ। तर पनि अब लास्टै धोबी धुलाई हान्छ जस्तो लाग्दैछ मलाई ब्रन ब्रेकरले। र अब लेट्स सी के हुन्छ यसमा चाहिँ। अब म चाहिँ साँच्चै भन्नुपर्दा चाहन्छु ब्रन ब्रेकरले नै जित्छ जस्तो लागेर। सो लेट्स सी के हुन्छ। र अब अन्तिममा चाहिँ किङ अफ द रिङ फाइनल, त्यसमा चाहिँ अब जे उसो भर्सेस ओबा फेमी हो। अब यसको स्टोरी पनि एकदम बवाल छ क्या। अब यो चाहिँ भनेको एज अ ब्लड लाइनसँग रिलेटेड पनि छ, यता ब्रक लेसनरसँग रिलेटेड पनि छ। यो स्टोरी एकदम पर्फेक्ट छ। तर अब विनर चाहिँ कसलाई बनाउने भनेर चाहिँ डब्लुडब्लुईले यदि गलत डिसाइड गर्यो भने चाहिँ डब्लुडब्लुईले लादी गाली खानेवाला छ। किनभने जे उसोले यसरी किङ अफ द रिङको फाइनल म्याच जित्दै आउँदाखेरि तपाईँले डब्लुडब्लुईको सोसियल मिडिया, चाहे त्यो ट्विटरमा हेर्नुहोस्, इन्स्टामा हेर्नुहोस्,
साई डब्ल्युडब्ल्यूको अफिसियल युट्युब च्यानलमा हेर्नुहोस्। जे उसोले जित्दाखेरि लाइक भन्दा पनि डिसलाइक धेरै आएको छ कि यसले पनि बुझाउँछ कि जे उसोलाई चाहिँ त्यो अनुसार हाइप नगरेकै अब त्यो अनुसार अगाडि नल्याएकै डब्ल्युडब्ल्यू सुपरस्टारहरूले चाहिँ त्यो तरिकाले यदि अब हिल टर्न गरायो भने थाहा छैन के हुन्छ, तर यदि फेस टर्न गराएरै यसरी अगाडि बढायो भने चाहिँ फ्यान्सले त्यति साह्रो इन्ट्रेस्ट लिएको देखिँदैन। अब अगाडि आएर हिट गरुन्जेलसम्म मात्रै नभए ओभरअल हेर्ने हो भने चाहिँ त्यस्तो साह्रो छैन। सो अब ओबा फेमी जसले ब्रक लेसनरलाई हराएको छ, अब उसले आएर उसलाई चाहिँ अब जे उसले जितिदियो भने त त्यो ब्रक लेसनरलाई हराएको इज्जत ओबा फेमीको कुन तरिकाले गिरेछ होला त, त्यसरी पनि सोच्नुपर्छ जस्तो लाग्छ। तर पनि यसमा इन्टरफेरेन्स त हुन्छ जस्तो लाग्छ, किनभने ओबा फेमीले जब उसको हातमा माइक आएको छ, उसले म हराउँछु, म जित्छु, म नयाँ अब यसपछि जितेपछि रोमानिसलाई च्यालेन्ज गर्छु पनि भन्छ। तर त्यो सँगसँगै मैले ब्रकलाई हराएको छु, म बिस्ट स्लेयर हो भनेर भन्छ। यो देखेर चाहिँ ब्रकलाई चाहिँ अब पक्कै पनि पारो तत्तिरहेकै हुन्छ जस्तो लाग्छ। र अब साउदी अरब जस्तो ठाउँमा उसलाई अब साउदी अरबले चाहन्छ कि आफ्नो सो आफूले गरेको सोमा बिग सुपरस्टारहरू ल्याउन सकौँ भनेर यसमा अब ब्रक लेसनरको पनि इन्भल्भ हुनसक्छ जस्तो लाग्छ मलाई। सो यसमा चाहिँ भनेको थाहा छैन के हुन्छ। जे उसले जित्यो भने डब्ल्युडब्ल्यूले लादी गाली खानेवाला छ, फ्यान्सहरूको डिसएपोइन्टमेन्ट हुनेवाला छ। अब ओबा फेमीले जित्यो भने उता ब्रक लेसनरसँगको केस के हुन्छ कुनै थाहा हुँदैन। अब उसले चुज गर्दा रोमानिसलाई चुज गर्यो भने त्यही अनुसारको स्टोरी बढ्दै जान्छ, मजा आउँछ समरस्ल्याममा यदि ओबा फेमी र भर्सेस रोमन रिन्स। किनभने यदि ओबा फेमीले जित्यो भने रोमनलाई च्यालेन्ज गर्ने हो, जे उसले जित्यो भने कोडीलाई च्यालेन्ज गर्ने हो। किनभने रोमनिसले भनिसकेको छ कि तैँले पनि अब अनडिस्प्युटेड च्याम्पियनसिप लिएर आउनुपर्छ, ब्रड होइन भनेर, त्यही अनुसार कुरा मानेर यस्तै हुँदै आएको हो। सो अब यसमा चाहिँ खोइ के हुन्छ कसरी केस गर्नु। अब ओबा फेमीले जित्दाखेरि ब्रक लेसनरको केस के हुन्छ त्यो थाहा छैन के हुन्छ। अब हेरौँ के हुन्छ। सो यसमा चाहिँ अब म अलिकति जित्ने सम्भावना अब प्रेडिक्सन गर्नै पर्दाखेरि चाहिँ ओबा फेमीको जित्ने चान्स हाई देख्छु, जे उसोको कम देख्छु। अब म चाहिँ यसमा एकजना चुज गर्नै पर्यो भने चाहिँ ओबा फेमीलाई चुज गर्छु। यसै के हुन्छ, निकै नै मजा आउँछ जस्तो लाग्दैछ मलाई। यसमा धेरै उताल हुनेवाला छ। यसै के हुन्छ हेरौँ, म जान्छु ओबा फेमीतर्फै। सो ओभरअल हामीले गेस पनि गरिसकेछ, प्रेडिक्सन गरिसकेछ। जसमा अब प्रेडिक्सनमा कडी रोजले जित्छन्, ओबा फेमीले जित्छन्, यो स्काईले जित्छन्, अनि अर्को ड्रेक विलियम्सले, जेड कार्गिलले र ब्रन ब्रेकरले जित्छन् भनेर हामीले ओभरअल समरीमा मैले त हजुरलाई भनिदिइहालेँ। सो ओभरअल यही थियो गाइज। र अन्तिममा कुरा गरौँ कि हजुर नाइट अफ च्याम्पियन अफिसियली रूपमा हेर्न सक्नुहुन्छ नेटफ्लिक्सको थ्रु सब्सक्रिप्सन लिएर। र यदि फ्रीमा हेर्न चाहनुहुन्छ भने चाहिँ यो भिडियोको डिस्क्रिप्सनमा मैले मेरो फेसबुक पेजको लिङ्क राखिदिएको छु। हजुरले हो त फेसबुक पेजमा गएर मलाई फलो गरेर चाहिँ मलाई हो त लिङ्क हालिदिनु भन्नु होला। म हजुरहरूलाई 24 घन्टाभित्रमा नाइट अफ च्याम्पियनको हेरेर मैले लिङ्क हालिदिन्छु। यो मेरो प्रमेस रह्यो। त्यहाँसम्म भिडियो हेर्दै हुनुहुन्छ भने आइबजलाई यो भिडियो राम्रो लागिरहेको छ र यहाँसम्म हेर्दै हुनुहुन्छ भन्ने मैले आशा गरेँ। सो भिडियो अन्तिममा हेर्नुभएको थ्याङ्क यू सो मच। र अहिलेसम्म भिडियो लाइक गर्नु होला र च्यानल सब्सक्राइब गर्नु होला भन्दै यस्तै प्रेडिक्सन भिडियो चाहनुहुन्छ भने एउटा सानो कमेन्टमा लेखिदिनु होला। म यदि हजुरले कमेन्ट गर्नुभयो भने मलाई लाग्नेछ कि मैले यस्तो भिडियो बनाउनु पर्ने रहेछ। र ओभरअल हजुरको थट पनि सेयर गर्न सक्नुहुन्छ नाइट अफ च्याम्पियनको बारेमा। सो लेट्स सी के कस्तो हुन्छ, निकै नै मजादार हुनेवाला छ। सो भिडियो अन्तिममा थ्याङ्क यू सो मच भन्दै र यो भिडियोमा यति नै भन्न चाहन्छु। थ्याङ्क्स फर वाचिङ।